रनिङ बिलको पैसा दिँदैन। यी सबैलाई लतार्नुपर्छ। हेर्नुहोस्, मैले रूपखेती त्यसै लेखेँ। म आज आएर टिभी बेच्ने यहाँ बजार आइरहेको छु। बरु माटामा काम गरिन्छ, भ्रष्टसँग गरिनु पर्ने लाग्यो हो। भन्न खोजा ऊ राजुजी हुनुहुन्छ। तपाईँले कुनै पनि पैसाको तपाईँले अप्ठ्यारो मान्नु पर्दैन। आज हामी सबै एकछिन ठेकदारको साथमा हामी सँगै छौँ। मैले भनिदिएको छु, कसैले 1 रुपियाँ कमिसन दिन्छ तिनलाई पनि अब घिसार्नुपर्छ क्या। 4 देखि 5% भन्दा तल कमिसन नपाइकन सडक विभागको कुनै पनि बिल अप्रुभ हुन्न। यो कुरा पनि सडक विभागलाई सङ्ग्रह गर्नुपर्छ। यिनलाई घिसार्नुपर्छ। यिनका घरमा पनि आगो लाग्न सक्ने स्थिति आउन सक्छ। यिनले जनताको पैसा कमिसन खाएको यो भनेको भ्रष्टाचारको कुरा हो। सडक विभाग भनेको नेपालको सबैभन्दा बलियो सिन्डिकेट हो। अत्यन्तै बलियो डरलाग्दो भ्रष्टाचारको जालो हो। यो काम गरिरहेको छ। काम त तपाईँ हाम्रो करले काम गरे हो। यी सडक विभाग नेपालको सबैभन्दा यस्ता अन्य पनि विभागहरू छन्। सिंहदरबार त्यसै चलाएका साथीहरू हो। त्यसले गर्दाखेरि 4 देखि 5% अग्रिम हो कि राजुजी? मलाई यस्ता सबै, म आफै इन्जिनियर हो, इन्जिनियर सेक्टरको लिडर पनि हो। त्यसले गर्दा मैले यति मात्र भने त्यसले गर्दा यो कुरा तपाईँहरू पनि एफिपेन गर्नुहोस्। ढुङ्गागिटी बालुवाहरू पनि छन् यहाँ। किन त्यहाँ कालीगण्डकीको यताउति क्रसर हिँड्दा यहाँको सिडिओ साहब बोल्नुहुन्न? किन जिल्ला प्रहरी प्रशासन कार्यालयको मान्छे बोल्दैन? सिडिओ साहबलाई मैले केही दिन अगाडि 1 महिना अगाडि फलाएको थिएँ भ्यूबाट। भ्यूका साथीहरूको गाडी आउँदा पुरै चेक जाँच गरेर यहाँको प्रहरीले दुःख दियो भन्ने कुरा मैले राखेँ। कमिसनको जालो तपाईँहरू पनि नखेल्नुहोस्। तपाईँ व्यक्तिगत रूपमा हामी मान्छ, तर यो संस्थागत जुन भ्रष्टाचार भएको छ यो बागलुङबाट सुरु गरेर देखाउनुहोस्। 1 रुपियाँको लोभ नराख्नुहोस्। जनताको मान्छे बन्नुहोस्। कालीगण्डकीको यत्रो हाम्रो दोहोर हुँदाखेरि ढुङ्गागिरी बालुवा कानुनी हिसाबले ल्याउनुहोस् न। मध्ये एउटा सामान्य पत्रकारले देख्छ, एउटा सिडिओ नदेख्ने। तपाईँले व्यक्तिगत भने संस्थालाई भने मैले यो सडक विभाग एउटा नेपालको सबैभन्दा डरलाग्दो करप्ट इन्स्टिट्युसन हो। यो सबैलाई पार्टीले नै बोकेर आज पार्टीहरूलाई खरानी बनाएको। राम्रो काम गर्दा फेरि सबै मिलेर समाधान गर्नुपर्छ। यो कुरालाई तपाईँले सिडिओ कार्यालयले हामीले 1 रुपियाँ कमिसन खानु अहिले बोल्नुहोस् हाम्रो अगाडि। त्यो तपाईँले प्रतिनिधित्व गर्न सक्ने कि नसक्ने? आज त्यति बोल्न सक्नुहुन्छ? हामीले उठाएको कुरा तपाईँ बोल्न सक्नुहुन्छ? सिडिओ साहब त्यति बोल्नु छैन हाम्रो अगाडि। भिडियो गर्नु पर्नुहोस्। सिडिओ कार्यालय पनि नेपालको